फोन लागिरहेको थियो मेरो छोराको। बेलुका भएपछि फोन 9:30 बजीसम्म लाग्यो। त्यसपछिदेखि फोन लागेन। मेरो छोरा कहाँ गयो के गर्यो आजसम्म आएको छैन। तपाईँहरूले खोजिदिनु नमस्कार। हजुरको नाम? मेरो नाम पूर्णबहादुर रसाइली। हजुरको? सानो रसाइली। हजुरको छोरा चाहिँ हराउनु भएको भन्ने? हजुर, मेरो छोरा हराएको। कहिलेदेखि हराउनु भएको? 24 गतेबाट बिहान 10 बजेबाट खाना खाएर निस्केको छोरो। अब साथीहरूसँग गएको भनेको थियो। 2 बजीसम्म, दिउँसो 2 बजे, राति 3 बजेसम्म फोन लागेको थियो। दिउँसो 2-3 बजे, 4 बजे, 5 बजेसम्म फोन लागेको थियो। मम्मी म आउँदैछु भनिरहेको थियो। हजुर। अनि पछि आएन। नआइसकेपछि अनि उसको साथीहरूसँग भोलिपल्ट बेलुकासम्म फोन लाग्दाखेरि भोलिपल्ट 11 बजे त्यसको साथीहरूले कन्ट्याक्ट कुराकानी चाहिँ मम्मीसँग भएको थियो? मम्मीसँग भएको थियो। मम्मी के भन्नुभएको थियो छोराले चाहिँ? छोराले मम्मी म एकछिन रेली घुमेर आउँछु, हेरेर आउँछु भनेर गएको मान्छे। निस्किँदा चाहिँ त्यसरी भनेर निस्किनु? बिहान निक्लिँदा त्यस भनेर गएको र अब आउँछ बाबु भन्दाखेरि दिनभरि चाहिँ फोन लागिरहेको थियो मेरो छोराको। बेलुका भएपछि फोन 9:30 बजीसम्म लाग्यो। त्यसपछिदेखि फोन लागेन। मेरो छोरा कहाँ गयो के गर्यो आजसम्म आएको छैन। तपाईँहरूले खोजिदिनु भन्नुहोस् त, आफूले सम्हाल्नुहोस्।